हेलो सबैलाई नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी खाना खाएर हामी नास्ताको लागि चाहिँ मकै र भट्टा भुट्दै र सब्जीहरू गोड्दैछु। आज हामीले के गर्नेछ म हजुरहरूलाई देखाउने छु, हेर्नु होला। ल हाम्रो चाहिँ भर्खर खाना खाएर भएर हामीले चाहिँ नास्ता बनाउने कार्यक्रम हामी त दिउँसोतिर हो भए पनि भ्याएको बेला यहाँ मकै र भुट्टा भुट्दै मकै चाहिँ त्यति भयो भने यहाँ चाहिँ फुला परेको मकै मैले खाँदैछु, यहाँ चाहिँ भट्टा भुट्दै माछा ल म चाहिँ अहिले यहाँ गोपी गोड्दैछु। जरामा माटो हालिदिन पर्ने भयो। अब चाहिँ डल्ला पर्न लागेको छ, गोबी चाहिँ डल्ला पर्न सुरु हुँदैछ, सानो पोखरा निकाल्दैछ। यहाँ चाहिँ मैले चाहिँ जरा वरिपरि खन्दिन चाहिँ पर्छ, यस्तो गरेर सबै जरामा खन्दियो भने राम्रो हुन्छ। सागलाई पनि उकिरा लगाइदिँदैछु, सागलाई गोपीलाई सबैलाई नै उकिरा लगाइदिँदैछु। उकिरा चाहिँ यस्तो लगाइदिनुपर्छ माटोमा, यस्तो माटो हालिदिने, सबैमा मोल छ, त्यही भएर माटो गराइदिँदै अहिले यत्रो भएछ। एकचोटि 2 हुन्छ मैले गोडिदिएको। आटा चाहिँ गोडेर माटोहरू त्यसरी खनेर अल्को बनाइदिन्छु। जरा वरिपरि पुर्दिएर हाम्रो चाहिँ गोपी फल्ने बेला पनि लगाइसक्यो। अब चाहिँ मैले खनेर भ्याउने छु, सिद्धाउने छु, गोपीलाई राम्रो गराउनु पर्ने भयो। लाठी चाहियो हजुर। हामीले चाहिँ आज बेटे सागको त्यस्तो बोल्ने होइन, भिडियो बनाउनु लागेको बेला। आज चाहिँ हामीले बेटेको सागको तरकारी बनाउँदैछौँ। बेटे साग सबै फुलेको भएको हुनाले मैले बेटे सागको जम्मै टुप्पाभित्रको यो फुलेको चाहिँ जम्मै फालिसकेको छु। यस्तो बिचको फुलेको हाम्रो साग चाहिँ यो हुनेछ। बेलुका भइसकेको छ बेटे साग। आज हामीले बेटे साग र भट्टा सिन्की आलुको सब्जी र बेटे सागको तरकारी अनि अचार खानेछौँ। मैले हजुरहरूलाई देखाउने छु के बनाउने छु, हेर्दै गर्नु होला है त। ल मैले चाहिँ यो बेटेको साग चाहिँ यहाँ पानीमा उमालेको छु। यो पानी फालेर चाहिँ डल्ला पकाउने भनेर बेटे साग चाहिँ यत्तिकै बसालेको छु। यहाँ बेटे सागको तरकारी त है हाम्रो चाहिँ खानासाना पाकिसक्यो। यहाँ चाहिँ बेटेको साग फ्राई गरेको, यहाँ चाहिँ सिन्की छ, त्यहाँ चाहिँ बयरको अचार चाहिँ देखेको छैन राम्ररी। यहाँ चाहिँ कस्तो नदेखेको बयर र मुलाको अचार है। यो चाहिँ 2टा डब्बा भइसकेको छ, बयर र मुला। यो 2टा डब्बामा सिन्की छ भने यहाँ चाहिँ आलुको अचार, यहाँ चाहिँ भात छ भने यहाँ चाहिँ सिन्की आलु अनि भट्टा चाहिँ सिन्की आलु भट्टा पुरै ग्रेभीमा थोरै झोल चाहिँ धेरै बनाएन, ठिक्क बनाएको सिन्की आलु भट्टा। यहाँ चाहिँ तातो पानी, यहाँ चाहिँ हाम्रो फुपू बस्नुभएको छ। अब हामी एकछिनमा खाना खान्छौँ। यहाँ चाहिँ म यत्तिकै बसिरहेको छु। अब हामी खाना खाने। भानु बाबु चाहिँ त्यहाँ त्यस्तो गरेर बसेछन्, तर सबै घर ओदारे त्यस्तो गरी मोबाइल दिनु न एकैछिन। अब चाहिँ हामी आगो तापेर यत्तिकै बसिरहेको छौँ। ल हामी चाहिँ खाना खाएर अब सुत्न आएको छौँ। हजुरहरूलाई मैले बनाइरहेको भिडियो के कस्तो लाग्छ मन पराइदिनु होला। यदि हजुरहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। त्यति भन्दै म मेरो भिडियो चाहिँ एन्ड गर्न चाहन्छु। ल है त।